नमस्कार दर्शकबिनहरु, हामी चाहिँ अब यहाँ इस्कुस रोप्दैछौँ है। कोशी खेती इस्कुस हामी चाहिँ यो इस्कुस रोप्दैछौँ। अब हेरौँ कत्रो हुन्छ, कत्रो फल्छ। ल कम्पोस्ट मल हालियो, इस्कुस हाल्दै हुनुहुन्छ ठक्क लाएर। अब यो कस्तो फल्छ हेर्नेछौँ। यहाँ चाहिँ हामी 3टा इस्कुस रोपेछौँ। स्ट्रबेरी भइहाल्यो टक्क लाएर। यहाँ चाहिँ धनिया रोपेका छौँ हामीले। यो पुदिना रोपेका छौँ, पुदिना चाहिँ खाने बेला भइसक्यो। यहाँ चाहिँ चङ्खुर रोपेका छौँ, ड्रागन फ्रुट। उता अगाडि चाहिँ पालुङ्गो रोपेका छौँ हामीले। यो सँगसँगै अब यहाँको दृश्य पनि हेर्नु होला टक्क लाएर। यहाँबाट चाहिँ धराएर पनि देखिन्छ है। फेरि कोशी खेती कस्तो फल्ने छ अब अर्को भिडियोमा हामी यहाँ हुर्काउँदै बढाउँदै देखाउनेछौँ। ठुलो छ एरिया। ड्रागन फ्रुट, गुलाब, यहाँ चाहिँ रायोको साग रोपेका छौँ हामीले। अकबरे, यो चाहिँ आँपको बोट हो। कागती, पेसार, चाइनिज साग रोपेका छौँ यहाँ चाहिँ। यो चाहिँ अलिकति थियो हामीसँग बिरुवा, त्यो अलिकति सारेको हो, त्यही भएर हल्का पहेँलो भएको छ पात। यो चाहिँ भगटे है, भगटेको बिरुवा। अब अलिक ढिला भयो फलेको देखाउनलाई। हामीले फुल पनि रोपेका छौँ है। हेऱ्यो फुल पनि छ है यहाँ। दशरथ रङ्गशाला पनि खासै टाढा छैन यहाँबाट, यही नजिकै छ।